सम्पूर्ण मित्रजनहरुमा नमस्कार। आजको यो हेल्थ टिप्स हाम्रो साथीहरुको बीचमा मैले आफ्नो अनुभवलाई साझा गर्दैछु। हामीले जुन युवा अवस्थामा या हाम्रो बाल्यकाल हुर्काउँदै गर्दाखेरि हामीले खाना खाएर 3 टाइम, अब बिहान साँझ अब दिउँसो साँझ 3 टाइम नै यस्तो लाग्थ्यो, जो हरेक समय खाना खाँदाखेरि चरक्क पेट चर्किन्छ नि। गाउँघरमा एउटा कहावत छ, खाएर बाजा जस्तो पेट भएको छ यसको भनेर भन्ने जुन एउटा कहावत पनि छ। त्यस्तै अब पेट बनाएर हामीले खाना खाने गर्थ्यौँ। त्यतिखेर के हुँदो रहेछ भने बाल्यकाल युवा अवस्थामा के हुँदो रहेछ भने खाना खाए पनि हाम्रा दैनिकी एउटा शारीरिक व्यायाम, खेलकुद, दौडधुप जो पनि मान्छेहरूमा यङ अवस्थामा हुन्छ, त्यसले मान्छेलाई ती भोजनहरूलाई अब सन्तुलित, ती पाचन क्रियाहरू सबै ठिक भएको कारणले गर्दाखेरि अब त्यतिखेरको भोजनसित शरीर र शरीरसित भोजनको जुन लडाईँ थियो बीचमा, त्यसलाई अब एउटा सन्तुलित बनाएर जाँदो रहेछ। मान्छेको एउटा दिनचर्या त्यति यङ अवस्थामा अब कोही अब केही न केही खेलहरूबाट जोडेको हुन्छ या भागदौडमा लागेको हुन्छ गाउँघरका ती कामहरूले गर्दाखेरि। अनि हाम्रो सुस्त के हुँदो रहेछ भन्दाखेरि उमेर सुस्त घर्कँदै गएपछि शारीरिक व्यायामहरू हाम्रो टुट्दो रहेछ या कम हुँदो रहेछ। अनि भोजन चाहिँ सेम अब फेरि पेटले फेरि त्यसै हिसाबले नै एउटा यङ अवस्थामा या युवा बाल्यकालमा जुन फुलिएको जुन पेट छ, भोजन फेरि यति नै चाहिँदो रहेछ। त्यसले गर्दाखेरि शरीरभित्र अहिले अधिकांश देखिने बिमारीहरू असन्तुलित भोजनको कारणले, यानि कि हामीले भोजन शरीरमा आवश्यकता भन्दा बढी ग्रहण गरेकै कारणले अब फेरि अब विभिन्न प्रकारका बिमारीहरू देखिँदा रहेछन्। त्यसले गर्दा साथीहरूलाई म विनम्रतापूर्वक अनुरोध, हामी जहिले पनि हामीले यो भोजनलाई सिर्फ बाँच्न हामीलाई भोजन भन्छौँ हामीले, तर शरीरलाई जब स्वास्थ्य राख्नको लागि पनि भोजनको सन्तुलन हुन जरुरी हुँदो रहेछ है। अब मैले पहिला 3 टाइम नै त्यसरी नै खान्थेँ, तर अहिले केही दिनदेखि 1 टाइम भोजन र बिहान साँझ हल्का केही सामान्य एउटा नास्ताको रूपमा या साँझ डिनरको रूपमा या साँझको खानाको रूपमा थोरै खाना खाएर या थोरै खाना अन्नै छोडिदिएको छु मैले बिहान र साँझ। अनि दिउँसोमा थोरै केही न केही अब अन्न खान्छु। त्यसले गर्दा साथीहरूलाई मैले एउटा मेरो आफ्नो अनुभवलाई साझा गरेको कि हामीले जहिले पनि भोजन ग्रहण गर्दाखेरि शरीरलाई सन्तुलन, आफ्नो उमेरको ध्यान राख्दै र आफूले कति एक्सर्साइजहरू गरिन्छ त्यससित पनि सम्बन्ध रहेर खाना खानु होला। धन्यवाद।